थ्याङ्क यू एकछिन है ब्रो ल पानी खाऊ प्रताप अर्जुन अनि ब्रो तिमी फोटोग्राफर हो खासमा म एउटा आइटी कम्पनीमा काम गर्छु कहिलेकाहीँ छुट्टीको दिन यसो फोटोग्राफी प्र्याक्टिस गरेर हुन्छु अनि त्यो चोरले तिम्रो फोन कसरी खोसेर भाग्यो त अंकल हाम्रो नि फोटो खिच्नु न म त्यो भाइहरूको फोटो खिच्दै थिएँ हेलो खै त दाइ मैले अचार अर्डर गरेको अहिलेसम्म आइपुगेको छैन त के हो रङ नम्बर भाइ अलिकति आछ है तिमीले समयमा आएर मेरो फोन बचाइदियो यार मलाई पनि तिम्रो हेल्प गरेर खुसी नै लाग्यो ल प्रताप मलाई एउटा इम्पोर्टेन्ट पार्सल पुर्याउनु छ हामी फेरि भेटौँला नि म यही नजिकै बस्छु हामी कुनै दिन भेटेर चिया खाँदै गफ गरौँला नि ए ल भइहाल्छ नि खै तिम्रो नम्बर देऊ त ल प्रताप फेरि भेटौँला है ल हुन्छ बाई हो यसरी नै मेरो र प्रतापको भेट भएको हो तिमीहरूलाई पनि भेट गराउँछु एक दिन उसलाई पोखराबाट फर्केर आउन देऊ न ए पोखरा पो गएको हो प्रताप एउटा फोटोग्राफी कम्पिटिसन छ अरे त्यसैको लागि गएको भन्दै थियो ल जाउँ हामी पनि कहाँ पोखरा साला रुम जाउँ भनेको अहिले सिस्टी कलेजबाट फर्केपछि उसलाई कोठा पनि देखाउन लानु छ दाजु म पिसाब गरेर आउँछु कति भयो भाइ हाम्रो ब्रो मेरो कल आयो है हेलो साला जहिले पनि यसको बिल पेमेन्ट गर्ने बेलै फोन आउँदो रहेछ है के गरिदेऊ त के भएछ दाजु हाम्रो खै ब्रो कति भयो के गरिदेऊ त बिल त हप्पी भइसक्यो दाइ ब्रो अर्को पालि चाहिँ मै तिर्छु है पैसा ल ल तै तिर दाइ कसको फोन बजिरहेछ